हेलो गुड मर्निङ मेरो न्यू ब्लगमा यहाँ हेर्नु सक्नुहुन्छ। मैले चाहिँ यहाँ कचरा जलाइसकेको छु। यहाँ फुलहरूलाई पनि पानी दिइसकेको छु। हेर्नुहोस् यहाँ चाहिँ आमा रेडी हुनुहुँदैछ। अनि यहाँ चाहिँ हेर्नुहोस् यहाँ परिवारहरूलाई चारो दिइसकेको छु। मैले बिहानै कपडा धोएर पनि सुकाइदिइसकेको छु किनकि सानो बाबु उठ्यो भने काम गर्नु दिन्न। अनि यहाँ परिवार चाहिँ हेर्नु यहाँ आमा पनि यहाँ हेर्नुहोस् आमा पनि रेडी भएर निस्किनु भयो। दोकान चाहिँ बिहानै जानुहुन्छ। अनि यहाँ चाहिँ मुखमा फेस पनि लगाइसकेको छु। लगाएको बादमा काम गर्दैछु। यहाँ हेर्नुहोस् पौधाहरूलाई म पानी दिँदैछु। पानी दिएको बादमा फुलगन्ध फुलहरू रोपिरहेको थिएँ मेरो रुमको पछाडि। हेर्नुहोस् यहाँ फुली पनि रहेछ सानो होला। अनि यहाँ मेरो बाबुलाई चेक गरेको त सुतिरहेको रहेछ। मेरो दुइटै छोरा सानो बाबु चाहिँ उठ्यो भने काम गर्नु दिन्न। मेरो सानो बाबु चाहिँ यहाँ सुतिरहेको रहेछ ठुलो बाबु पनि किनकि बाबु सुतेको चान्समा नै यहाँ हेर्नुहोस् काम फिनिस गर्नुपर्छ किनकि सानो नानी हुनेजेलमा त काम पनि सुतेको चान्समा नै गर्नुपर्छ। हेर्नुहोस् मेरो रुमहरू चाहिँ यहाँ सबै म चाहिँ नुहाइधुवाइ गरेर आइपुगेको छु यहाँ रुममा हेर्नुहोला। अनि आएको बादमा पानी सानी भरेँ अनि नास्ता बनाउनुलाई रुममा पस्दैछु। बाबुलाई चेक गरेको त सुतेछ उठेर खेलिरहेको रहेछ चुप्प लाग्यो। चेक गरेको रुममा मेरो बाबु चाहिँ पुरा उठेर रोयो। मेरो आवाज सुनेर झन् रुन्छ यहाँ हेर्नु होला। रुको बादमा त उसलाई उठाउनै पर्यो। अब मेरो आवाज नसुनेको भए त चुप्प लाग्थ्यो। यहाँ हेर्नु आँखामा आँसु पारेछ मेरो बाबुले। अनि उठाएर बोकेँ एकछिन गाल आँखामा हेर्नु न आँसुको थोपा यस्तोले रुन्छ भने पुरा माया लाग्ने गरी यहाँ हेर्नु बोकेर आएर चाहिँ मेरो बाबुलाई यहाँ म काम किचनमा पसेर यत्तिको चाहिँ नबोकिकन चाहिँ काम गर्नु पाइँदैन गाइस। हेर्नुहोस् मेरो छोरा चाहिँ उठेर अब बोकेर चाहिँ काम गर्नै पर्यो। उसको लागि यहाँ दाल पनि भिजाइदिएको छु चामल अलिकति हालेर। यहाँ मेरो छोरा यहाँ हेर्नु क्यामेरा देख्नै हुन्न ऊ तान्नको लागि गरिरहेछ किनकि तान्नु पाउँदैन। यहाँ बोकिरहेको छु मम्मीको गोदीमा छ हेर्न सक्नुहुन्छ है। अनि छोरालाई चाहिँ उठ्नु भनिरहेको छु ब्रसहरू गरेर पानी पिउनु बेटा भनेर। अन्त अनि ब्रस गरेको बादमा दाजुभाइ यहाँ बसिरहेछन् बसेर अब पानी पिउने। रोटी पनि बनाएँ मैले नास्ता सब्जी पनि बनाइसकेँ। हामी चाहिँ यहाँ पानी पिएर अनि यहाँ नास्ता गर्नु आँट्दैछौँ। यहाँ हेर्नुहोस् हामी नास्ता पनि गरिरहेछौँ। उस पापा चाहिँ सुतिराख्नु भएको छ अहिले एकछिन बादमा उठ्नुहुन्छ। मेरो छोरा चाहिँ रोटी खानै दिएको थिएँ। आजको भिडियो यति नै गाइस बाई।